मोरङको केराबारी गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत बाल कक्षा शिक्षिका तथा विद्यालय कर्मचारीहरूले केराबारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन्। अन्य शिक्षक तथा कर्मचारी सरह तलब वृद्धि गर्नुपर्ने र महँगी भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागसहित बिहिबार नेपाल विद्यालय कर्मचारी परिषद केराबारी र बाल विकास शिक्षिकाहरूले केराबारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन्। राष्ट्रिय शिक्षक महासङ्घ केराबारीका पदाधिकारीहरू समेतको उपस्थितिमा बाल कक्षा शिक्षिकाहरूले गाउँपालिका अध्यक्ष सुमन मिरिङसिंह मगरलाई ज्ञापन पत्र बुझाएका थिए। आफूहरूलाई नेपाल सरकार र स्थानीय तहले बारम्बार उपेक्षा गरी अन्याय गर्दै आएकोले न्यायका लागि केराबारी गाउँपालिकामा ज्ञापन पत्र बुझाइएको बाल विकास शिक्षिका गीता तुम्बाङले बताइन्। नमस्कार, मेरो नाम गीता तुम्बाङ। म केराबारी गाउँपालिकाको बाल विकास बाल शिक्षक हुँ, अनि अध्यक्ष पनि हो हाम्रो समितिको। आज हामी हाम्रो माग मुद्दाहरू लिएर हामी स्थानीय सरकार समक्ष आएका थियौँ र यो विगतमा भएको 83-84 बजेटमा ओजेलमा पारिएका हामी कर्मचारी लगायत बाल शिक्षकहरू हौँ र हाम्रो महँगी भत्ता पनि हामीलाई चाराना पनि दिएको छैन र उहाँहरूको बढ्दै गरेको तलब भत्ता वृद्धिहरू पनि हामीलाई चाराना पनि हामीलाई सम्बोधन गरिएन। त्यही माग मुद्दालाई लिएर हामी कर्मचारी बाल शिक्षकहरू लेखापाल हामी समग्रमा आएका थियौँ र हाम्रो पालिकाको अध्यक्षज्यूले केही सकारात्मक कुराहरू गर्नुभएको छ। आशा गरौँ अवश्य कुरा हुन्छ होला। बाल शिक्षक भनेको हामी कस्ताहरू छन्, हरेक नेपाल अधिराज्यभरिको हरेक सामुदायिक विद्यालयका हामी जगहरू हौँ। तर नेपाल सरकारले, मलाई लाग्छ अहिलेको नेपाल सरकारले बाल शिक्षक को हो भन्ने पनि उहाँलाई थाहा छैन होला, किनभने उहाँको नेचर हेर्दा मलाई त्यस्तै लाग्यो। तर जब हामीले विद्यालयको जग भएपछि त नेपाल सरकारले विद्यालयको जगलाई नै सम्बोधन गर्नु भएन भने, जग नै राम्रो भएन भने त्यो माथिको विद्यार्थी कस्तो उत्पादन हुन्छन् होला उहाँहरूले पनि बुझ्नुपर्ने कुरा हो। एउटा विद्यालयमा एउटा बाल विकास शिक्षकको चाहिँ उहाँले महँगी भत्ता बाल शिक्षकलाई चाहिन्छ चाहिँदैन। बाल शिक्षकलाई अरू शिक्षक सरह 10 बजेदेखि 4 बजेसम्म खटाइसके पछाडि उहाँ अरू सरहको हामीले तलब वृद्धि गर्नुपर्छ पर्दैन। अर्को कुरा, बाल शिक्षकहरू नै निराशाजनक छन्। उहाँहरूलाई सेवा सुविधा नै मा अन्याय गरिएको छ, ओजेलमा पारिएका छन् भने ती बाल शिक्षकहरूले पढाएको विद्यार्थी अथवा उत्पादन कस्तो होला, किनभने उसले पनि त खाली पेट त काम गर्न सक्दैन नि त। किनभने एउटै विद्यालयमा समग्र टिमलाई चाहिँ महँगी भत्ता पनि 5,000 दिइएको छ। सँगै काम गर्नेहरूको चाहिँ 35-40 हजार खानुहुन्छ, हामी जति नै खटेका। अब योग्यताको कुरा गर्दाखेरि हामी पनि उहाँहरू जतिकै हाम्रो पनि योग्यता छ। कसैले चाहिँ 8 पास 5 पास भन्नुभयो, त्यो चाहिँ बिल्कुल गलत बोल्नु भएको छ, किनभने सञ्जालहरूमा छिटफुट आएको देखेको छौँ हामीले। तर हामी त्यस्ता कुनै पनि छैनौँ। +2 देखि हामी माथिकै छौँ बाल शिक्षक पनि, र लाइसेन्स प्राप्तहरू साथीहरू पनि हुनुहुन्छ। त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक महासङ्घ केराबारीका अध्यक्ष वसन्त कुमार श्रेष्ठले बाल शिक्षिका र विद्यालयका कर्मचारीहरूलाई नेपाल सरकारले उपेक्षा गरेकोले महासङ्घले उनीहरूको पक्षमा एकबद्धता जनाउँदै आएको बताए। थप कुराहरू गर्नुपर्छ भन्ने लाग्दैन र वास्तविकता यथार्थ चाहिँ शिक्षाको जग भनेको चाहिँ यो बाल विकासबाट इसिटीबाट नेपाल सरकारको राष्ट्र सेवक कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको छ नेपाल सरकारले। त्यो बराबरको चाहिँ हामीलाई पनि उपलब्ध गराइयोस् भन्ने माग र आशासहित हामीले चाहिँ एउटा सम्बोधन माग पत्र लिएर आएको छ। म यहाँहरू समक्ष प्रस्तुत गर्न माथि चाहन्छु र हामीले चाहिँ माग पत्र यसरी तयार पारेका छौँ। श्रीमान अध्यक्षज्यू, केराबारी गाउँ कार्यपालिकाको कार्यालय केराबारी मोरङ प्रदेश नम्बर 1 विषय माग पत्र पेश गरेको सम्बन्धमा प्रस्तुत विषयमा नेपाल सरकारबाट मिति 2083 15 गते प्रस्तुत गरिएको आर्थिक वर्ष 2083-84 को
राष्ट्रसेवक कर्मचारीहरूको 21% तलब वृद्धि तथा मासिक रु 5,000 महँगी भत्ता कायम भएको, तर सामुदायिक विद्यालय तथा समुदायमा आधारित बाल विकास केन्द्रमा नियमित पठन पाठन गर्ने बाल विकास शिक्षकहरूको भाइपाई आएको मासिक तलबमा कुनै प्रकारको वृद्धि नभएको, साथै महँगी भत्ता समेत हालसम्म प्राप्त हुन नसकेको हुँदा केराबारी गाउँपालिकाको आर्थिक वर्ष 83-84 को बजेटबाट केराबारी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र समुदायमा आधारित बाल विकास केन्द्रमा कार्यरत बाल विकास शिक्षकहरूले भाइपाई आएको मासिक पारिश्रमिकमा उल्लेखित 21%ले वृद्धि गरिदिनु हुन, साथै महँगी भत्ता रु 5,000 मासिक 5,000 उपलब्ध गराइदिनु हुन सादर अनुरोध गर्दछौँ। केराबारी गाउँपालिकाको समग्र बाल शिक्षक भन्दै यो ज्ञापन मागपत्र अन्त्य गर्न चाहन्छु र यो मागपत्र चाहिँ अध्यक्षज्यू समक्ष बाल शिक्षिका तथा विद्यालय कर्मचारीहरूको छुट्टा छुट्टै ज्ञापन पत्र बुझ्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङसिंह मगरले केन्द्रीय सरकारले यसपटक ल्याएको बजेटमा खास गरी बाल शिक्षिकाहरूका लागि सम्बोधन नगरे पनि गाउँपालिकाले आउन लागेको बजेटमा केही न केही सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। हामीसँग अब इन्कम छ र होइन केही कुरा बनाउन सकिन्छ भनेर मैले बनाउँदै अब पोहोर पनि बनाएकै हो। कतिपय कुराहरू कस्तो हुन्छन् भने यो पढाउँदा ठिक हुन्छ कि अब त्यो बाटो बनाउँदा ठिक हुन्छ भन्ने कुराहरू नै हुँदो रहेछ है। अब यो अन्तिम वर्ष भएकोले केही न केही सम्बोधन गर्नुपर्छ भन्ने छु क्या म पनि। तपाईँले नआउँदा पनि यो प्लान बनाइराखेकै हो हामीले। अब तर 21% होला नहोला, तर केही न केही सम्बोधन चाहिँ तपाईँहरूको हुन्छ है। मैले त्यसरी बोलेँ। जम्मा तपाईँहरू कति बाल विकासमा चाहिँ सहज गर्दा पनि 41 जना हुँदछ होइन विद्यालय स्तरमा विद्यालय स्तरमा 6 जना गरेर कति किन 50 47 जना हो। अन्त विद्यालय कर्मचारी 48 जना, दुईटा गरेर कति झन्डै 90 जना। त्यो गरेर 90-92 जना हुँदो रहेछ होइन। यो भनेको अब ठुलै सङ्ख्या हो है। 95 जना है। हुन्छ, सर्वप्रथम त आज नेपाल विद्यालय कर्मचारी परिषद केराबारी गाउँपालिका र सामुदायिक विद्यालय र समुदायमा आधारित बाल विकास केन्द्रमा कार्यरत कर्मचारीहरू र आज शिक्षक महासङ्घ केराबारीका संयोजक र उपाध्यक्ष सचिव पनि आउनुभएको, अरू उपस्थितहरू सम्पूर्णमा एकमुष्ट नमस्कार भन्न चाहन्छु। र आज विशेष गरी बजेटको पूर्व सन्ध्यामा भर्खरै मात्रै अब केन्द्र सरकारले सम्पूर्ण कर्मचारी र शिक्षकहरूको तलब वृद्धि गरिरहेको सन्दर्भमा हाम्रो पनि उचित मागलाई सम्बोधन हुनुपर्छ भनेर तपाईँ आउनुभएको छ। पक्कै पनि तपाईँको चाहिँ अधिकारको कुराहरू हो होइन। सङ्घीय सरकारबाटै चाहिँ पुरा हुनुपर्ने कुराहरू यसरी छुट्याइदिएपछि अब हामी बिचको सरकारलाई तलको सरकारलाई अप्ठ्यारो पर्ने कुराहरू हो यो चाहिँ होइन। चाहिँ एकदमै पार्सियल ढङ्गले पक्षपाती ढङ्गले बजेट चाहिँ तलब वृद्धि गरेको कुराहरू हामी सबैलाई थाहा छ। तपाईँहरू पनि एउटै विद्यालयमा एकै किसिमको कामहरू गरिराख्नु भएको छ। समय अझै शिक्षकभन्दा बढी चाहिँ समय दिइराख्नु भएको कर्मचारीहरू हुनुहुन्छ। तर उहाँहरूलाई चाहिँ सम्बोधन नगर्ने कुरा यो कस्तो अचम्मको त्यो बजेट आएको छ यसपल्ट। समग्र रूपमा बजेटै अब अर्थमन्त्री एकदमै अब नयाँ सबै कुरा अर्थशास्त्रको विज्ञ भनेर हामी सबैले सोचेको थियौँ नि त। तर अहिलेको बजेट चाहिँ तपाईँको कार्यान्वयन हुनै नसक्ने चाहिँ 6 खर्ब 7 खर्ब डिफिसिट घाटा बजेट बनेको अवस्था छ केन्द्रमा। तपाईँलाई अहिले बढेको तलब खुवाउन पनि 21% नै बढायो भने धौधौ पर्छ। ढिलो मात्रै बजेट आउँछ तपाईँको तलब बढाउँछ जस्तो मलाई चाहिँ फिल भइरहेको छ है। अब ठिकै छ, त्यो भए पनि अब 21% बढेको छ भन्ने कुरा छ। त्यो कति पर्सेन्ट हो केही समयमा निर्भर होला। अब हाम्रो 10 गते हाम्रो अन्तिम अब हाम्रो पनि कार्यकालको अन्तिम बजेट 10 गते हामी प्रस्तुत गर्दैछौँ। नीति तथा कार्यक्रम हामीले 27 गते
पेस गरिसकेका छौँ। सही टाइममा आउनुभएको छ तपाईँहरू। अब यसपल्ट 90जनाभन्दा बढी 94 95जना हुनुहुँदो रहेछ तपाईँहरू दुईवटाबाट गरेर। अब 21% वृद्धि भनेर जुन तपाईँले माग राख्नुभएको छ त्यो सङ्घीय सरकारले वृद्धि गरेको आधारमा राख्नुभएको छ, त्यो ठिकै छ, तपाईँहरूले माग राख्न पाउनुभयो। तर अब केराबारी गाउँपालिकाले स्थानीय स्रोतबाट तपाईँहरूलाई चाहिँ हामीले समाधान गर्ने कुरा हो नि त, त्यो केन्द्रीय बजेटबाट समाधान गर्ने कुरा होइन। हामी अब सङ्घीय सरकारलाई पनि यो बारेमा तपाईँहरूको मागलाई एट्याच गरेर निवेदन चाहिँ पठाउँछौँ होइन। यति माग गरिसकेपछि हामी यसलाई अब फाइलिङ गरेर हामी सङ्घीय सरकारलाई पठाउँछौँ, प्रदेश सरकारलाई दर्ता दिएर हामी पठाउँछौँ। केही न केही अहिले यो वर्ष नहोला, 1 वर्ष हामी तपाईँहरूलाई धान होला, 2 वर्ष धान होला, 3 वर्ष धान होला, तर सधैँ चाहिँ फेरि स्थानीय सरकारले यति ठुलो सङ्ख्यामा चाहिँ कर्मचारीको तलब हानिराख्न त्यो 95% स्थानीय तलबको क्षमतै छैन क्या अहिले। तपाईँले भन्नुभयो अब यति एउटा उदाहरण बनिदिनु पऱ्यो भनेर भन्नुभयो। उदाहरण बन्दाखेरि भन्दा धेरै गाउँपालिका चाहिँ उनीहरूको चाहिँ परिस्थिति फरक छ नि त हाम्रोभन्दा। त्यही भएर तर पनि केही न केही समाधान गर्न सक्ने कुरा केराबारी गाउँपालिकाको चाहिँ हाम्रो चाहिँ आर्थिक अवस्था अथवा हाम्रो आन्तरिक आय स्रोत अलिकति बढी भएकोले गर्दा केही न केही समाधान गर्नुपर्छ भन्ने चाहिँ हामीले पनि सोच बनाएका छौँ। त्यो कुरामा एकदमै सकारात्मक रूपमा लिएको छु मैले र तपाईँहरू सबैजनालाई विशेष गरी कर्मचारी परिषद केराबारी र हाम्रो समुदायमा आधारित बाल विकास केन्द्र र सामुदायिक विद्यालयमा सबै सर्वपक्षीय चाहिँ माग चाहिँ एकत्रित गरेर आउनुभएको छ। म तपाईँहरू सबैजनालाई विशेष धन्यवाद दिन चाहन्छु। हामीले गर्न सक्ने सम्बोधन अब हामीलाई पनि भर्खर हुन्छ हामी एकचोटि अब अहिले बजेट बनाउने कुरामा गहन छलफलमा छौँ अहिले हामी। यो कुरालाई लामो समयदेखि उहाँहरूले पहिला पनि उठाउनु भएको तपाईँहरूले खासै सम्बोधन केही पनि गर्न सकेका छैन। यो अन्तिम वर्ष भएकोले केही न केही सम्बोधन गर्ने तयारी हामीले गरेका छौँ। यति भने मैले अहिले अब तपाईँहरूले त्यो केन्द्र सरकार सङ्घीय सरकारले गरेको 21%को अपेक्षा चाहिँ त्यो अलिकति पुरा हुन सम्भव छैन हाम्रो स्थानीय स्रोतबाट। केही न केही समाधान गर्ने कुरामा चाहिँ हामी सकारात्मक छौँ। तपाईँहरूलाई त्यति कुरा अहिले मैले भने र अब अहिले यो विद्यालय बन्द गरेर आउनुभएको कि तपाईँहरू त्यसो गर्नुपर्छ है। तपाईँहरू हामीलाई टाइम मागेर चाहिँ कक्षा सकेर विद्यालय काम सकेर आएको भयो भने हामी पर्खिहाल्थ्यौँ, बरु त्यसरी आउनुपर्छ हुँदाखेरि के त्यहाँ यति कुरा मैले अहिले भने तपाईँहरूलाई। अब दुईवटा यो मागको बारेमा हामी एकपल्ट अब प्रमुख मान्छेहरू उपाध्यक्ष हामी बसेर कसरी सम्बोधन गर्न सकिन्छ यसलाई हामीले सकारात्मक रूपमा लिएको कुरा म तपाईँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आशा छ अब अहिलेको बजेटबाट केही न केही तपाईँहरूको माग समाधान हुनेछन् भनेर आशा गर्नु अहिलेलाई है त। केराबारी गाउँपालिका क्षेत्रमा 40 जना विद्यालय कर्मचारी र 57 जना बाल शिक्षिकाहरू कार्यरत छन्।